चाहिँ यो महिनामा चाहिँ भन्नाले तपाईको पुसको आज पुस 2 गते भइसक्यो दाइ। यो गहुँ चाहिँ कुन गेहूँ होला अहिले भाइ? यो चाहिँ पुस गेहूँ छ। खोइ हेरौँ। ए हे एकदम राम्रो रहेछ त है। हजुर यो चाहिँ कति कट्ठामा कति केजी चाहिँ हाल्नु भएको छ? म चाहिँ अब ढिलो भइसके। अब कट्ठामा पहिला 3 किलो हाल्थे। ए हे 3 कट्ठामा 3 किलो। अब 3.5 किलो चाहिँ हाल्दै चाहिँ हालिरहेको छु यो पाली। ए हे एक कट्ठामा 3.5 किलो। 3.5 किलो। ए हे अनि जम्मी हाल्छ कि नै? पुरा 100% हो यो जम्ने। बिगड्न त बिगड्दैन? बिगड्दैन। अहिले सबै गइरहेछन् के किसानहरू। यो छिटो आउने वाला गाउँ छ के, चाँडै आउँछ के। यो चाहिँ बिउ कहाँदेखि ल्याउनु भएको थियो दाइ? म चाहिँ यो अर्डर गरेको थिएँ, इन्डियाबाट मगाएको। ए हे इन्डियाबाट सायद खजुरिया नै होला। हजुर हजुर। ए खजुरियाको गाउँ चाहिँ नेपालमा बुँदै हुनुहुन्छ दाइले चाहिँ। यो 8 कट्ठाको क्षेत्रफलमा चाहिँ दाइले निकै मेहनत गरेर एकदम यसमा पहिला के लगाउनु भएको थियो? यो गहुँ भन्दा अगाडि उखु लगाएको थियो। हजुर। ए उखु लगाउनु भएको थियो न? तपाईँ त उखु खेती पनि गर्नुहुन्छ न? हजुर हजुर। उखु खेती अनि प्लस धान प्लस गहुँ सबै। ठिक छ। अनि यसलाई मिक्सिङ पनि गर्नुहुन्छ? अनि मिक्सिङ गरेर हजुर मिक्सिङ गर्ने। हजुर। ए फेरि यसमा रुटावेटरले गर्ने हैन। ए म चाहिँ हैरोले गर्ने के। ए हे हैरोले गर्दाखेरि कस्तो हुन्छ अनि रुटावेटरले के हुन्छ? रुटावेटरले के हुन्छ कि त्यो पछि पट्ला नहानेपछि चाहिँ तल त गहुँ त जाँदैन, त्यो माथि नै हुन्छ गहुँ। त्यो पनि हो। त्यही भएर यो कारणले चाहिँ छिटो जम्दैन के गहुँ। ए छिटो जम्दैन हैन? हजुर। अलि ढिलो हुन्छ। अलि ढिलो हुन्छ। यो रुटावेटरले हैरोले मिक्सिङ गरेपछि यसले चाँडै उम्रिन्छ कि। भित्र गएपछि त गहुँले नमी पाएपछि त अटोमेटिक चाहिँ दानामा फुलिहाल्छ त। दाना राम्रो हुन्छ हैन? दाना राम्रो। ठिक छ दाइ। ल हस्, म बुझ्दै गर्छु। हजुर। ठिक छ एकदम।